तपाईँ त्यसो गर्नु पछाडि त्यहाँ बस्छ है त रेडी गइन ए दुईजना जाऊ त बाटो छेकिसकेन कति वर्षमा लागेको छु दाजुलाई त यही बाटो छ थुप्रै भयो दाजु उहाँ यो के गरिदिनु तालुलाई छुन्छ तेल कसैलाई पनि लगाउने होइन आफ्नो कपालको हुन्छ राम्रो खिच्दा 10 सेकेन्ड ठ्याक्कै खिच्छ होइन अनि फेरि स्टप गर खुसी भएको होला बाबाहरू देखेर लगाइदिन्छु है म एकपल्ट गराइदिन्छु मेरो त पोरा लगाउनु ल पहेँलो दुईलो ढाल्छु मलाई के भन्नु कामले खानु सुर्ती जाइले चाहिँ अहिले आमाले भेट्नु हो भने मेरो पनि चामल खानु छ अलिक खाएको हुन्छ नि त ल कस्तो ल यता हाम्रो खाएर उहाँले मात्रै हो अरू कसले अहिले खानु छ खानु छ फास्ट फुड मलाई त्यो उसमा खान्छु गर्नु हो खानु त सुर्ती नै हो त सुर्ती हो खानु त अहिले त्यस्तो पहिला जुन खानु थियो नि खैनी त्यस्तो खैनी पाइन्न अहिले कुरा पनि आएको नि होइन तिम्रोमा 1 वर्ष आएको थियो चिन्डु चिन्डु हाम्रो जुठो परेको थियो मैले फेसमा के लेखेको थिएँ लेखेको चाहिँ ठ्याक्कै त्यही वर्ष आउनु थियो अर्को वर्ष तिहारमा चाहिँ ए अप्पुको बिहामा आएको गङ्गा दिदीहरू गएको त्यहाँ मलाई म्याच पढाएको चाहिँ चिन्डु टिभी है पछाडि के भयो निभाको खाना ल्यायो कि मामा त त्यही भएर अलिक छड्क्यो भन्छ क्या त्यो सबै त्यतिखेर त गङ्गा दिदीले नि मलाई बरु तीजमा नजानु अरूमा नजानु बिहामा त जसरी जा
यसपालि सबलाई टिका लाउनु पायो है भेनाजुले दिदीसँग टिका लाउनु पाउनु भयो भाउजूले भाइसँग टिका लाउनु पाउनु भयो सबैले अपुले कसलाई लाई ए भान्जा त्यही छ नि त अझै गर्नु त खाली भयो भने सानीमा अझै आफ्नो छोरी सानीमाको छोरी हो नि त अहिले अरू कहाँ गर्नुहुन्छ हजुर ल खिच्देऊ फोटो तपाईँ कहाँबाट स्टार्ट गर्नुभएको त बाबा होला है आगोले टिप्ला ढङ्गाको कपडा केही त छुटे छैन अब यसमा केही त छुटे छैन फोटो खिच्छ भने दाजुहरूलाई त हामीले गिफ्ट क्या हो टकटक लगाइदियो हुन्छ अब अझ भात पार्दैन यु आकारको हुन्छ नि एउटा रातो लगाइदियो निलो लगाइदियो त्यो हरियो कामेर मनको त म त हातै काम छ कि खै के भएको यतानिर औषधि यो अर्को छैन गङ्गाले थोरै राखिदिएको छिन् फेरि आज काम गर्दा गर्दा थाकिन् सोध्न पनि डर लाग्यो कि काम गर्दा थाकिन् सोध्न पनि डर लाग्यो गङ्गाको काम गर्नु कि उहाँ त्यत्रो मान्छे बोलाउँछ सुनिदिनु भाउजू मान्छे बोलाएर एक्लै होइन भाउजूले नि अस्ति खालि काटकुट गर्दैन पहिलाले देखिन्छ 7वटा रङ परे त भइहाल्यो खाने भात लैजाऊ है अविनाश भने होइन इन्फर्म मात्रै गरेको तिमीलाई अब आफ्नो अनुभव भनेको दिदी आएर खबर नि गरेन भन्ला भनेर माला हुनुपर्ने नि तपाईँलाई खै त माला भन्नु तिमीहरूको लागि त फोटो खिच्छ अब लाउने हो कि अहिले ल खिच त्यसपछि माथि गएर फोटो खिच्न भाडा किन्ने र भाडा भनेपछि दिदी म खाएन ए भाडा किन्यो र अहिले भाडै दिएछु भाडा नकिन नातिनीलाई पनि केही नकिन भाडा पनि नकिन ल थ्याङ्क यू अब